यो उज्यालो नेपाल पार्टी हामीले 3 महिना मात्रै भयो, यो गठन भएको 3 महिना पनि पुगेको छैन। 3 महिना बीचमा हामी 12 दिनको कोमामा पनि गयौं। 12 दिनको कोमाको कारणले हामीलाई धेरै घाटा पनि भयो, तर त्यो कोमाबाट तन्दुरुस्त भएर आएका छौं। अब उज्यालो नेपाल पार्टी यो देशको नेतृत्व गर्न अगाडि बढ्छ। यो तपाईहरुले जुन उज्यालो नेपाल पार्टीको चिम चिन्ह छ, यो चिम चिन्ह बलिरहेको चिम चिन्ह निरन्तर बलिरहनेछ, अनन्त कालसम्म बलिरहनेछ भन्ने म तपाईहरुप्रति प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। अब कुनै पनि शर्तमा यो उज्यालो नेपाल पार्टी कुनै पनि पार्टीसँग मिसिने, एकता भएर उज्यालो नेपाल पार्टीको जुन नाम छ, चिन्ह छ, यसलाई कुनै पनि हालतमा हामी विलय हुन दिने छैनौं। यो उज्यालो नेपाल पार्टीमा अरु पार्टी मिसिन आउन सक्छ, तर यो पार्टी मिसिन जाँदैन। यो पार्टीले निरन्तर रूपमा यो देशको उज्यालो छर्नको लागि, समग्र क्षेत्रको उज्यालोको लागि यो पार्टी निरन्तर रूपमा अगाडि बढ्नेछ।